हेलो सबैजनालाई नमस्कार। सबैजना आरामै हुनुहुन्छ? अनि यो चाहिँ हाम्रो रामेछापको झरना है त। अनि आज सुस्मितामा चाहिँ हाम्रो टनेलभित्रतिर यसो गएको थियौँ अनि भिडियो सिडियो गर्दै भित्र गयौँ अनि फोटो खिच्यौँ। यता पाइपको काम भइरहेछ, टक्क सेल्फी हान्यौँ अनि फेरि निस्कियौँ बाहिर। टक्क बाहिर निस्केपछि त्यो पाइपको यस्तै काम भइरहेछ अनि यो देखेको चाहिँ हाम्रो लिक्वान पाउडर्स अनि यो डाइभर किसान अनि यो सुस्मिता आइरहेको एचपिएस टनेल। अनि यहाँबाट टक्क हामी स्विचरतिर गयौँ लिक्वानको। अनि स्विचरको सानो भिडियो पनि लिएँ मैले। त्यहाँबाट हामी भित्र छिर्यौँ पावर हाउसमा अनि यहाँनिर धेरै कामहरू भइरहेछ। हामी दुइटै गयौँ अनि यताको नि सानो भिडियो लियौँ। यसो जुम पनि गरिदिएको मैले चाहिँ होइन। युनिट 1 2 3 टक्क देखिरहेछ। अनि फेरि मैले एउटा फोटो पनि खिच्यौँ सुस्मिताको नि खिचेर। म चाहिँ निदाइ जस्तो गरेँ फोटो खिच्दै अनि म भिडियो गर्दै गएँ। टक्क 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 म गएर चाहिँ अर्को फ्लाइटमा माथि जाँदैछु। यहाँबाट गइरहेको छु अनि तल सुस्मिताले चाहिँ हाई भनिरहेको छिन्, आऊ भने मैले, उनी आइरहेको छिन् माथि। अनि टक्क मैले चाहिँ यस्तो भिडियो गरेँ। फेरि यो सबै सामानहरूको नाम चाहिँ नभनौँ होइन, काम भइरहेछ, घुम्न आउनु होला। अनि टक्क सुस्मिता पनि आई यहाँबाट, हेलो दिदी भने अनि मैले हेलो भने अनि उसले भने फोटो खिचिदिनु न, म पछाडि फर्किन्छु अरे। अनि मैले फोटो खिच्दै अनि मेरो सेल्फी पनि खिचेँ यो कहानी।